बिहानीको मिरमिरे उज्यालोसँगै सूर्यले अझै पनि हिमाललाई उछिनिसकेको छैन। अनि 6:25 को अवस्था। हामी छौँ जमसममा। यो सब जमसम एरिया। अगाडि पनि बजार रहेछ, अगाडि सायद मेन बजार रहेछ। अनि हामी बसेको एरिया चाहिँ एयरपोर्ट एरिया रहेछ। सूर्यले अझै पनि हिमाल उछिनेको छैन। अवस्था परिस्थितिहरू यस्तो रहेको। अनि त्यस गरिकन यहाँ चाहिँ आर्मी क्याम्प रहेछ। अघि बिहानै ढुटुरु गरेर बजाउँदै थियो। सायद उनीहरूको परेड होला, सैनिक इलाका। गाइज एरोप्लेन चाहिँ जस्ट भर्खर मात्रै ल्यान्ड गरेको छ। अनि अहिले चाहिँ ठ्याक्कै 7 बज्नु लाग्यो। यो चाहिँ स्मल साइज प्लेन रहेछ, एकदमै सानो, एकदमै सानो। समिट एयर अब हेर्नु त साह्रै सानो यार साइज प्लेन। सिटमा मात्रै जान्छ एकदम। उतै गयो त फेरि मनाङको फेरि घुमाएँ त्यसैले जस्तो लागेन। एकता निकाल्दो रहेछ। ल निकाली गाउँपालिका घरसङ गाउँपालिका जोमसङ एयरपोर्टदेखि माथि। यो जोमसङ चाहिँ गाउँपालिका यो खोला हो। बुढी गण्डकी चाहिँ बुढी गण्डकी काली गण्डकी सरी बुढी गण्डकी सरी काली गण्डकीलाई काटेर हामी जाँदैछौँ। काली गण्डकी काली गण्डकी खोला हामी झार्दैछौँ अहिले चाहिँ। यो चाहिँ ठुलो सहर चाहिँ यही हो। यो म आउँदा यस्तो थिएन पहिला क्या। यो धार खोलाको धार जानु पर्थ्यो। अहिले त रोड बनायो। म आउँदा यस्तो थिएन पहिला। अब यही बाटो अप्पर मुस्ताङ जाने। कति वर्ष अगाडि आउनुभयो त तुम्बा? लगभग 5 वर्ष 6 वर्ष अगाडि। 6 वर्ष अगाडि पछि यत्रो परिवर्तन भएछ यहाँ। सबै खोला सब खोला हामी जानुपर्ने लोक छ होला। सब पहिलो बक्सन माटोहरू केही छैन। सल्लाह धुपीलाई पनि उम्रिनु गाह्रो पर्छ। यहाँ विगत 6 वर्ष अगाडि त्यो एरियामा खोला गाडी हिँडाउनु पर्थेछ नयाँ पशुले भन्ने अनुसार। तर अहिले 6 वर्ष पछाडिको परिवर्तन तपाईँहरू यहाँ देख्न सक्नुहुन्छ। मरुभूमि भनिने नेपालको एकमात्र जिल्ला मुस्ताङ। यही बाटो अप्पर मुस्ताङ जान्छ। मुक्तिनाथ काठबेनी
लोमान्थाङ जाने बाटोलाई पनि छुटाउँदै हामी फेरि मुक्तिनाथतिर जाँदैछौँ। लोमान्थाङ भनेको चाहिँ अप्पर मुस्ताङ जाने बाटो रहेछ। त्यो बाटो तपाईँहरू देख्दै हुनुहुन्छ। अप्पर मुस्ताङ जाने बाटो अहिले मुक्तिनाथतिर प्रस्थान गर्दैछौँ। अगाडि हिमाललाई तल चाहिँ त्यो राजसिंहलाई पहेँलो र पिङ्क कलरको छ। प्रभु यो मरुभूमिहरूलाई अब शक्तिमा बदल्नुहोस्। बाटो एकदमै हाम्रो अगाडि स्कर्पियो छ, तान्नु अलिक गाह्रो परिरहेको छ। नाम चाहिँ स्कर्पियो तर तान्दैन नि त्यसको गाडी तान्दै छैन। बाटो निकै बाटो निकै एलिभेटेड, मतलब कि अल्गाइमा अल्गाको बाटो रहेछ उकालो है। केही छैन, हरियो त केही छैन। सल्लाह डुबीलाई धरि यति साह्रो मुस्किलले हुर्किँदो रहेछ यस ठाउँमा। पर हिमालय रेन्जहरूमा हिउँको ढिकाहरूलाई तपाईँहरू धेरै हाइट। हामी जोमसम 2770 मिटरदेखि छोडेर 3300 मिटरको हाइटमा हामी गइरहेका छौँ। चाहिँ माउन्टेन रेन्जेस डोल्पा एरिया। हामीले तलबाट आउँदै गर्दाखेरि खिचेको हिमालहरू चाहिँ सायद यही हुनुपर्छ। यही हो। अब चाहिँ हामी ठाडै सिधै हाम्रै टाउको सिधा एउटा इक्वल हाइटमा त्यो हिमालहरूलाई अहिले हामी अवलोकन गर्नु पाइरहेका छौँ। भनेपछि हामी निकै धेरै हाइटमा छुएका छौँ। वा, यो चाहिँ पार्किङ एरिया रहेछ है त। सेरथाङ सेल्फी रेस्टुरेन्ट गाइस, यहाँ त ढुङ्गा पो कुदेको रहेछ। हिमालमा चाहिँ निकै हिउँ सुकिसकेको रहेछ। टुप्पीमा मात्रै थोरै हिउँ बाँकी छ। अनि मुक्तिनाथदेखि मनाङ जाने भने चाहिँ गाइस ट्रेकिङ गर्नुपर्ने रहेछ होइन। त्यो हिमालको बिचमा भएर ट्रेकिङ गर्नुपर्ने रहेछ। तर हामी यदि बाउहरूसँग छौँ र सायद हामी ट्रेकिङ गर्दैनौँ। तर यदि ट्रेकिङ गर्ने हो भने चाहिँ त्यो हिउँहरूको बिचमा भएर ट्रेकिङ गर्नुपर्छ रहेछ। हिउँहरू चाहिँ निकै पग्लिसकेको रहेछ अहिले। ठ्याक्कै नेपालमा चैत्र महिना सायद चैत महिना चल्दैछ। आज 2 गते मार्च 15। अनि मनाङमा चाहिँ बेस्ट घुम्ने टाइम चाहिँ मार्चलाई मानिँदो रहेछ। अब हेरौँ के हुन्छ।
किङ्गा गाउँलाई पछाडि पार्दै हामी फेरि अर्को गाउँतिर लम्किँदैछौँ। यो गाउँ चाहिँ कुन हो कुनि अब मुक्तिनाथको एरिया ऊ परको कहाँ पापा पर त्यो पर काङ्ग्राम माथि मन्दिर माथि माथि पर हिमालबाट डाइरेक्टली बगेको खोलाहरू हिमखोला झर्दैछ हिमखोला झरिरहेको छ एकदमसँगले त्यो झरिरहेको चाहिँ हिमखोलाहरू। पानी त एकदम चिसो होला। माथि 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 पर मुक्तिनाथ आउनु 3 किलोमिटर छ। हामी मुक्तिनाथको पार्किङ एरिया आइपुगिसकेका छौँ है। अनि पार्किङ एरियामा भ्यूहरू यस्तो छ। गाउँ सस्तोको कारणले गर्दाखेरि लान सक्नु भएन भने यहाँ कुन जग्गाबाट चाहिँ त्यो त मलाई पनि थाहा छैन। हामी चाहिँ अब ट्रेक गर्नु पर्दो रहेछ, सायद यहाँ माथि होला। हामी जाँदैछौँ है त। अनि हामीसँग क्यामेरा पनि भएको कारणले गर्दाखेरि चाहिँ अब म क्यामेरामा फोटोसुट गर्नेछु। हामी यहाँ ट्रेकिङ सुरु गर्नु लागिरहेको छौँ। यहाँ घोडाहरू छ, घोडाहरू पनि चढेर जान सकिन्छ। अनि यहाँनिर हामी पर्खिरहेको थियौँ, पुगिरहेको घोडाहरू छ, यति साह्रो पुगिन्छ छ। यहाँ चाहिँ यहाँ गलेको अवस्थामा मैले कति फोटोहरू खिच्नु भ्याउनु पनि हालेँ मौका। र मुक्तिनाथ चाहिँ मेरो अन्दाजमा त्यो माथिको है त। अनि म अहिले क्यामेराबाट पनि फोटोहरू खिच्दै भएको कारणले गर्दाखेरि चाहिँ बेला बेला मात्रै भिडियो सुट गर्दैछु। अनि हाम्रो भित्र गाडी जाइरहनु भएको छ। अनि हाम्रो बाजेलाई घोडामा जानु भनेर भनेको अलिक मान्दै हुनुहुन्न, उहाँ हिँडेरै जानुको लागि रेडी हुनुहुन्छ। यो माथि सब उडेकोहरू चाहिँ कागहरू, चोरहरू र कोही कोही चाहिँ के हो पनि थाहा छैन। उहाँ यो पछिले भन्दै थियो स्वर सुकेको कागहरू भनेर,
त्यस्तै भए तापनि केही छैन है त हामी जाँदैछौँ ऐतिहासिक रानीपौवा रानीपौवा बिसाउँदै बिसाउँदै आउने हुनुहुन्छ तपाईँले अब हाम्रो न त टिमले लान्थ्यो नि हामीले हामीले बुझ्यो र उहाँ समिति दिनुपर्छ तपाईँले उहीँ देख्नुहुन्छ माथि हामी पैसा हामीले त्यही गर्नुपर्छ यो माथि पनि देख्नुहुन्छ पछि नपुग्नु भन्दा बरु अहिले उसले समात्छ नि त डराएर पो भनेपछि नचढ्नु भइदियो ल लु 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 बाजे भरे इन्टरभ्यू लिन्छु म तपाईँको म भरे इन्टरभ्यू लिन्छु र स्ट्याचुहरू देख्दैछ केको स्ट्याचु हो भने त्यो चाहिँ छैन अनि यस्तो छ भ्युज त्यो एरिया आउनुपर्छ सायद कि टपका हो भने थाहा छैन त्यहाँ पनि छ स्तुपहरू त आफ्रै स्तुपहरू है त घाम यस्तो लाग्दो रहेछ र पो हिउँ पनि सिधै पग्ली गएछ चैत आउँदा नआउँदै त्यही र त यहीँ त हो नि चढ्दै गयो भने त त्यही र त उति नै हो गाइस तर योपालि आए पनि हिउँ छुनु पाइँदैन जस्तो छ अब बसन्तपुरमा दाउ छोप्नुपर्छ खाना रे मुखमा हो यो हिउँ छुनु नपर्दा त्यस्तै भएको छ ल त साथीहरू ल त गाइस हामी अब चाहिँ सिडी चढ्ने ठाउँमा आइपुगेका छौँ यहाँ वेलकम टु मुक्तिनाथ टेम्पल भनेर बोर्ड छ अनि सुभद्रा आन्टी छ भन्दा जागरमा हुन्छ यहाँ भर्याङ चढ्नु ल अब भर्याङ चढ्नु पर्यो भरको बल निकालेर हाम्रो बाउलाई कहाँ झर्दिएको नि साइडमा तिमी त लग्दैन होला अब चाहिँ यात्रा यस्तै भनेर गाइस हामी अहिले सिडी चढ्दैछौँ मरुभूमिको जिल्ला मुस्ताङमा मरुभूमिको जिल्लामा हामी मुक्तिनाथ चढ्दै गर्दाखेरिको अवस्थाहरू पर चाहिँ हिमखोला बगेर भएको बिताउँछ अहिले हामी जाँदैछौँ गाइस हामी एकदम नजिक आइपुगिसकेका छौँ अनि विशेष गरिकन यहाँ निकै घरको थुप्रै थुप्रोहरू देख्नुहुन्छ यहाँ हामी बिसाउँदै हिँड्दैछौँ अनि सुभद्रा आन्टी अघि माथि पुगिसक्यो प्लेन बाउ घोडामा सायद अनि हामी चाहिँ यो घर बनाएको रहस्य चाहिँ स्वर्ग जानुको लागि अहिले नै घर बनाएर आएको अरे अनि हामी ठाउँहरूभित्र छौँ घरै घर कसैले ठुलो कसैले सानो कसैले 2 तलाको कसैले 10 तलाको कसैले 15 तलाको कसैले आफ्नै लागि जोडेर पुरै सहरै बनाएको छ गाइस त्यो चाहिँ हेलिप्याड अनि अघि तलबाट हामीले देखेको लेख्छ त्यो हो खै के लेख्थ्यो मैले बिर्सेँ के अरे अनि मुक्तिनाथ मन्दिर मुक्तिनाथ हिमाल सँगसँगै हाम्रो यात्रा जारी नै
घरहरू सब आइपुगिसकेका छौँ। बाउहरू यहाँ छ, अघि पर्खिरहेको रहेछ। कहीँ पनि बिस्तारै बिस्तारै आइपुगिसकेका छौँ। And we are entering please do not write on the walls. So you guys can see here स्याउको बोटहरू अनि हामी अझै माथि जानुपर्ने रहेछ। जाने प्रवेश गरिसकेर मेन इन्ट्रेस छ माथि है पर मेन इन्ट्रेस रहेको छ। हेलो है त सायद त्यो चाहिँ हाम्रो मेन डेस्टिनेसन हो। अवस्था भयो यो चाहिँ मिथि नामबाट झरेको पानी माथि नआउँदो रहेछ। गाइस हेलिकप्टर अघि एच लेखेको ठाउँमा बस्नु आएको छ। यो चाहिँ मिथि नामबाट सबै कुराको यहाँ चाहिँ स्नान गर्दो रहेछ। हेलिकप्टर च्याटर गरेर उता बस्छौ बस्यो यसबाट ठाउँमा स्नान गरेको ठाउँदेखि यता जलामाई जाने बाटोमा आइपुगिरहेको छ। अनि फोटो खिच्नु मनाइछ अरे अनि फाइन लाग्छ अरे। सो अनि सुपिङ टियर है त यहाँबाट सिनहरू तपाईँहरू हेर्न सक्नुहुन्छ है। छ माउन्टेन रेन्जेसहरूको बिचमा उजाड झन्डा सरी उजाड मूर्ति यहाँ मात्रै चढेर फोटो नखिच्नु रहेछ। मैले बोर्ड राम्ररी पढेको थिइनँ, खिच्नु मनाइछ मात्रै पढेर एकछिन त नखिचौँ भनेर रोकिसकेको थिएँ। बट लुक एट द भ्यू जलामाई जाने ठाउँ अरे है त। सामान्य राष्ट्रपति श्री विद्यादेवी भण्डारीद्वारा अनावरण कार्य सुरु भयो। ओ विद्यादेवी भण्डारीले पो अनावरण गरेको रहेछ है त गाइस। यस्तो छ है त्यो ठाउँहरू एकदम। आउनु बाजे फोटो खिच्नुलाई उहाँसम्म मात्रै। These are the views. हेलिकप्टर अघि आएर यहाँ ल्यान्ड भएको है त गाइस। एच लेखेको ठाउँमा यहाँ तर पनि छ हेलिप्याड बस्ने ठाउँ, हेलिप्याड हेलिकप्टर बस्ने ठाउँ। तर यो चाहिँ यहाँ आएर बसेको छ। गरे घर हिमखोलाहरू ऊ त्यो लेक उड्ने हो बाजे भर्खर आएर रेन्ट भएको। उचाइमा छौँ अहिले भर्खर हामीले फोटो स्टेसन सकेका छौँ है। अनि हामी यतिजना
अर्को स्थानमा प्रस्थान गर्दैछौँ डोलेम्बर गोप्पा खै के अनि बाउले त्यहाँ हुनुहुन्छ त्यो ज्वालामय खै के थियो नि बोर्डमा त्यो चाहिँ कता हो 108 कतिवटा तारा ठाउँ अरे होइन अनि यहाँ सुनिन्छ अरे कान्ताको हामी चाहिँ गङ्गा लोकबक अरे होइन जाँदैछौँ त्यो मन्दिर स्थान लोकबक मन्दिर अरे कसको भने यहाँ अरूले भत्काइदियो भने चाहिँ जान्छ कि जाँदैन भने भन्नु होटल सो वा एउटाले त धरारा बनाएछ स्वर्गमा त्यो सब गर्ने नि कहाँ र यो त इतिहासको त अनि घुइँचो यस्तो छ है त सो गाइज हामी यहाँ अहिले मन्दिरमा परिक्रमा गरिरहेको छौँ पनि यहाँ कतिवटा धारा छ पनि तुम्बा यहाँ कतिवटा धारा अरे 108वटा धारा नुन ढाकीको चाहिँ कतिवटा पो हो नुन ढाकीमा छ नि यस्तै 7वटा स्नान लिन्छन् स्नान लिँदो रहेछ है कतिजना चाहिँ यहीँबाट धाराबाट बसेर टुटुटुटुटु जाँदो रहेछ कतिजनाले पानी भर्दो रहेछ भने कतिजनाले सिरमा यसरी हाल्दो रहेछ पैसा धेरै कमाउने त्यति जति भन्दै यसरी गर्दो रहेछ होम गर्ने ठाउँ होला बत्ती बाल्ने दार्जिलिङ आइपुगिसक्नु छ यहाँ पनि मान्छेहरू सायद होइन अनि यो यहाँबाट सुरु गरे यसरी घुमेर परिक्रमा पनि गर्दो रहेछ अनि सुरु हुने ठाउँमा चाहिँ अलिकति फरक छ र माथिबाट पानी आउँदो रहेछ विशेष मुक्तिनाथ अनि पुरा परिक्रमा गरेर गर्दो रहेछ पुरा स्नान गरिरहेको छ हुन्छ चाहिँ यहाँ फेरि हेल्प गर्नुहुन्छ उपचार केन्द्र अरे सिनेरीहरू यस्तो छ माथि भन्दा त अब बादलहरूले जानु थालेछ रहेछ पूजा गर्ने ठाउँ रहेछ यहाँबाट बिच्दै घुमेर पर निस्किन्छन् निस्केर घुमै परिक्रमा गर्दो रहेछन् यहाँ पनि स्थान लिएर यहाँ चाहिँ पूजा गर्नु बस्दो रहेछन् धुप्पीले मेरो नाक छेडेर कुचेर छेड्नु आँटिसक्यो जस्तो भइसक्यो
यसो भ्यूले छोप्छ पुरा दाउमा छ है काठ चाहिँ पछिमा झर्छ र यसो ईश्वरलाई महिमा गाउँ भनेर पुरा दाउमा छ मान्छे चिलमा अब कतिखेर उडेर जान्छ भने एकदमै गलत रहेछ खासमा यहाँदेखि स्नान सुरु गरेर कुदेर 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 यताको दुईवटा पोखरीमा आउँदो रहेछ उयो दुईवटा पोखरीमा डुबुल्की हालेर चाहिँ सक्दो रहेछ स्वाहा हुँदो रहेछ निस्किमै त अब यहाँदेखि निस्किन्छौँ यो चाहिँ पूजा पानी यसरी निस्किन्छ So guys, we are leaving. This is the way we brush the teeth, brush the teeth, brush the teeth. सब च्याउको बोटहरू हामी फर्किसकेको छौँ है त फर्किने क्रममा फेरि एकपल्ट आएको जस्तै बाजेलाई चाहिँ यहाँ बुढा बुढीकन यहाँ पछाडि तर्खरमा छौँ मान्छेलाई बोकेर लगेको मान्छेलाई हेलिकप्टरमा लाने रहेछ ल यहाँबाट एकछिन भिडियो गर्नु ल म क्यामेराबाट गरिदिन्छु फोटो खिच्दै है फोटो गाइस हामी चाहिँ झर्ने क्रममा छौँ
है बाउलाई हामीले घोडामा चढाइपठायौँ। यहाँ बाउहरू हामीहरू हिँड्दै जाँदैछौँ मजाले कुदेर आएँ म अलिक जवान नि त। अनि आज यहाँ फोटो खिच्छु म नेपालकै मरुभूमि कुहिरो चाहिँ लाग्छ कुहिरो लाग्दैन लाग्दैन है लाग्थ्यो त्यहाँ हल्का झिमझिम पानी पर्दै हुन्छ यस्तै अनि हिउँले ढाकिन्छ यो पछि दामी हुन्छ है पछि त यहाँ तलैसम्म आउँछ है कति रमाइलो तपाईँहरूको चाहिँ यहीँ हो घर है रोल्पा रोल्पाबाट जागिरको सिलसिला छालाको ब्याङ भनेको भुँडीको लाग्यो भने कि छालाको अनि रोल्पामा पनि यस्तै छ है परिवार सबै उतै हुन्छ मेरो के हुन्छ कि छोरा पनि हुन्छ छोरी पनि हुन्छ दुईटा एयरपोर्टमा पर्छ छैन बाहिर ठाउँमा उच्च स्थानमा रहन पाउनु भएको अनि साउको बोटहरू है तल चाहिँ यो चाहिँ लिएर रोप्नुपर्छ यो फल्छ नि हामी यो कहिले यसको बुना पलाउँछ भनेपछि यो साउको लागि चाहिँ यस्तै सबै दाना रोप्दा पनि हुने है पानी सिँचाइ गरिराख्नुपर्छ। हिउँकै पानी लाग्छ यहाँको बसोबासको लागि प्रायः मुखियाकै कुरा हुन्छ है अनि यो भ्याकुर स्याकुर भन्नेहरू के हो एउटा चराहरू यस्तो सबै बस्छ भेडाहरू च्याङ्रा रहेछ हो च्याङ्रा रहेछ हजुर भेडासँग च्याङ्रा रहेछ क्या बाख्रा होइन च्याङ्रा भेडासँग भन्नुभयो भाषा तपाईँले भेडा पनि छ त्यहाँ भेडा पनि मिसेको छ अनि च्याङ्रा छ त्यो बाटोको छेउको त सब च्याङ्रा त्यसको सिन त साथीहरूले त्यो बजाउँदैछ लु है मिठो मिठो खाँदैछ नखा भन्नुभयो र म कस्तो फोकस आएर अब विजयको माहौललाई बोकेर हामी जानेछौँ जाँदैछौँ गाई त गाई हामी फेरि लाग्यो तल जमसमतिर एकछिन सानो आराम गरेर लाग्यौँ जमसम काठमाडौँ हुँदै कोही पानी पिउँदै नि सुट गर्ने ठाउँ भन्दा म त बुढा हुनुको लागि भइदियो सो हामी जाँदैछौँ तल 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 पुरै है त साथीहरू त्यो बाटो चाहिँ अप्पर मुस्ताङ जाने बाटो तल चाहिँ कागबेनी रहेको छ भने यो चाहिँ भयो स्याउ घारी अहिले चाहिँ अलिक पछि फालेपछि चाहिँ बारी हुन्छ अझै घारी त्यसको शक्ति हामी सबै कब्जा गरिहाल्यो अनि यो चाहिँ हो कागबेनी यो दृश्य हेर्दाखेरि चाहिँ हरियो परियो केही पनि छैन अनि यो चाहिँ नेपालको मरुभूमि भनेर यसले चिनिँदो रहेछ अनि इजरायलमा पनि यस्तै यस्तै छ तर इजरायलमा चाहिँ यस्तो डाँडा काँडाहरू पाइँदैन सम्म अलिकति भिरालो परेको
पाइन्छ। अनि त्यो इजरायलमा चाहिँ जतासुकै खोल्सा खाल्सी के अरे जङ्गल छँदै छैन। जङ्गल चाहिँ मान्छेले हातले रोपेको छ। अनि त्यो चाहिँ अलिक सासानो रुखहरू छन्, ठुल्ठुलो रुख केही पनि छैन त्यहाँ। सकेको थिएन। अनि त्यहाँनिर चाहिँ खेती गर्नु पर्यो भनेदेखि चाहिँ त्यही मरुभूमि हो। तर त्यहाँ चाहिँ त्यहाँ चाहिँ कस्तो खेती गर्छ भनेदेखि हेक्टरमा चाहिँ एकदम मिसिनले जोतेको हुन्छ, मल लगाउँछ। अनि त्यहाँबाट बिउ राख्छ। बिउ राखेपछि त्यहाँ चाहिँ यस्तो खालको हुन्छ, त्यो जमिनभित्र चाहिँ ठुल्ठुलो पाइपहरू समुद्रबाट चाहिँ जोडेर ल्याएको हुन्छ, लगभग 10 फिट तलतिर। अनि त्यहाँबाट पानी निकालेर चाहिँ पुरा सिँचाइ गर्छ। सिँचाइ गरेपछि 3 दिनपछि हरियाली सबै त्यो उम्रेपछि हरियाली भएर चाहिँ त्यहाँबाट प्रशस्त गरी अब जस्तै बिउ होस् त्यहाँनिर एकदमै उब्जनी दिन्छ, त्यस्तो खालको छ। अनि यो फलफुलहरू हाम्रोमा पनि छ फालफुल, तर त्यसको त्रिपल गुना मिठो अनि राम्रो खालको स्वादिष्ट त्यस्तो खालको फलफुलहरू पाइन्छ। सुन्तोलादेखि लिएर सबै कुरो एकदमै खाउँ जस्तो खालको लाग्छ। त्यस्तो खालको पाउँछ त्यहाँनिर। गरी खानेको लागि चाहिँ प्रशस्त, अनि नगर्ने अल्छेको लागि चाहिँ फेरि छैन, त्यस्तो खालको छ। त्यस कारणले हाम्रो नेपालमा पनि अलिकति यहाँनिर चाहिँ यो मुस्ताङ जिल्लामा चाहिँ मरुभूमि रहेछ। तर उताको र यहाँको अलिक मिल्दैन। यहाँ चाहिँ डाँडाकाँडा छ, उता डाँडाकाँडा छैन। धन्यवाद। तपाईँहरूले अहिले वर्ड सुन्नुभयो। नेपालको मुस्ताङ इजरायल जस्तो देखिँदै गर्दाखेरि हाम्रो यहाँ बाउ फिलेमनले आफ्नो 2 शब्द राख्नुभएको छ है। अनि उहाँको भनेअनुसार चाहिँ यो मुस्ताङ जिल्ला चाहिँ एकदमसँगले इजरायलको झलक ल्याउने, तर फरक चाहिँ यति रहेछ कि इजरायलमा डाँडाकाँडा छैन अनि मुस्ताङ चाहिँ डाँडाकाँडाहरूले भरिएको, यस्तै नै है। अनि उहाँले अरू कुराहरू भनिहाल्नुभयो, खेतीको कुराहरू। तपाईँहरू भिडियोमा हेर्न सक्नुहुन्छ। धन्यवाद।